हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। आज म जापानको एकदम शान्त र सुन्दर गाउँ एरिया देखाउन गइरहेको छु। आजको दिन मेरो छुट्टीको दिन घुम्दै जाँदा केही रमाइला दृश्य र हिउँहरू खेल्दै यो ठाउँको शान्ति र ब्युटी तपाईहरुसँग शेयर गर्दैछु। वाउ, कस्तो पिसफुल ठाउँहरू देख्न सक्नुहुन्छ। म चाहिँ अहिले जापानको एकदमै गाउँ एरियातिर आएको छु हैन। देख्न सक्नुहुन्छ एकदम पिसफुल सुनसान, न एउटा मान्छे देखिन्छ न के है। अब यो बजारभन्दा अलिकति नजिक एरिया हो। यहाँको मान्छेहरू सब बजारतिर काममा पढ्नलाई सब गएर गाउँतिर चाहिँ अब यसरी सुनसान जस्तो लाग्छ है मलाई चाहिँ। यो चाहिँ जापानको टोकियो पनि होइन, ओसाका पनि होइन, एकदम लुकेर रहेको होइन। युफिन उताको एकदम लुकेर रहेको एउटा सुन्दर गाउँ है त गाइज हैन। म यसरी चिल तरिकाले एक्लै डुलिरहेको छु। अनि किन चाहिँ एक्लै यसरी लखर पागल जस्तै डुलिरहेछ भन्नुहुन्छ होला हैन। विदेशको लाइफ यस्तै नै हुँदो रहेछ, एक्लै नै भइन्छ हैन, एक्लै नै रमाउनु सिक्नुपर्ने रहेछ। लाइफ यसरी नै चल्दो रहेछ, चलाउनु पर्ने रहेछ। यहाँबाट म अगाडि बढ्दै जाँदा कतै पनि खासै मान्छे भेटिन। घरहरू पनि प्राय खाली नै थियो। अलि बुढाबुढी वृद्धहरू मात्र देखे। कतै पनि युवा यङ एजको केटाकेटीहरू देखिन। सायद नेपालको गाउँहरू जस्तै सबै कामले पढाइले सहरतिर गएका होला। वाह, कहाँ आइपुग्यो यार। बाटो नै मिस्टेक हाने कि अहिले। सनराइज सही हो, दामी भ्यू देखिरहेको छ यहाँबाट चाहिँ। अनि मैले यहाँ आएर चाहिँ बाटो नै मिस्टेक गरेँ जस्तो लाग्छ। यता हो कि यता हो, आई डोन्ट नो यार। म कहाँ आइपुगेँ, जहाँसम्म लाग्छ मलाई यतैमा थियो क्या त्यो ठाउँ चाहिँ। दामी त्यहाँबाट चाहिँ भ्यूहरू देख्छ, यो फिल्म बजार अनि टक्क पारेर भ्यूहरू है। एकदम पिसफुल छ क्या। म त्यही जान खोज्दैछु, तर बाटो नै मलाई भुले जस्तो लागिरहेछ। लेट्स सी, गइदिउँ माथि अझै। सयो ल, देख्न सक्नुहुन्छ है त गाइस, यस्तो दामी ठाउँ छ कि यहाँनिर हैन। म चाहिँ प्राय यो ठाउँमा आइरहेको छु क्या, एकदम पिसफुल छ नि त। अनि मलाई चाहिँ यस्तो ठाउँहरू एकदम बवाल दामी लाग्छ। सो त्यही भएर अनि योभन्दा यता मेरो लेफ्ट साइड चाहिँ गल्फ खेल्ने ठाउँ हो क्या यहाँको हैन। अम्बो, यो त डेन्जर परेको रहेछ यार। सो यो मेरो डेस्टिनेसन यस्तो छ त गाइज। यहाँबाट म भ्यूहरू देखाउँछु तपाईँहरूलाई है, दामी तरिकाले। सयो ल, यस्तो देखिरहेछ यहाँको भ्यूहरू चाहिँ होइन, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ पुरै बेलुका हिउँ नै हिउँ परिरहेको रहेछ। अहिले चाहिँ पुरै हिउँ सबै सुकिगएर होइन, यहाँ यस्तरी यहाँतिर मात्र यस्तरी जमिरहेछ है। मैले हिउँ टेकेर यहाँ टेक्यो भने त खुट्टै भाँचिन्छ होला। सही हो, हिउँ त गाइज। Zero 4 सही हो लगायत यस्तरी चिल है त। एक्लै भयो नि, के गर्नु त, साथीहरू सब कोही छैन होइन। एक्लै भयो नि यस्तरी रमाउनु सिक्नु पऱ्यो। अम्बो खुट्टै डुब्ने रहेछ यहाँ त होइन।
यस्तो कुनातिर मात्रै हिउँहरू थुप्रेर बसेको छ होइन परतिर चाहिँ सब हराइसकेको छ है पुरै यो के अरे घामले गर्दाखेरि अम्बो पुरै डुब्ने रहेछ यहाँ त यो दिस स्नो बुम देखिरहेको छ होइन यहाँको भ्यूहरू अनि यहाँदेखि तल यहाँ तल यता तल चाहिँ सुसी यता तल चाहिँ यो फिन्डो घाम जिब्रो पनि पल्टेर खाइसकेको नाम भन्नुभएको छ यहाँ तल हामी बस्ने ठाउँ चाहिँ अनि म चाहिँ यहाँ माथि आएको छु एक्लै साइकल राइड हान्दै अनि यो चाहिँ यो फुदाकेको डाँडा हो यहाँ अस्ति हामी हाइकिङ गएको ठाउँ अनि त्यो भिडियो हेर्नुभयो कि भएको छैन भने मेरो युट्युब च्यानलमा छ गएर हेर्न सक्नुहुन्छ अनि यताको भ्यूहरू पुरै यहाँभित्र चाहिँ गल्फ खेल्ने ठाउँ हो होइन मृगहरू पनि देखिन्छ अहिले चाहिँ मृगहरू छैन यस्तरी म एक्लै चिल तरिकाले घुमिरहेको छु एक्लै नै भइन्छ होइन एक्लै नै रमाउनु सिक्नुपर्ने रहेछ साथीहरू कोही हुँदैन भयो नि अब सबै आफ्नै आफ्नै बिजी सबैजना आफ्नै आफ्नै काममा साथै भएर एक्लै नै यसरी चिल हान्नु सिक्नुपर्ने रहेछ है त विदेशको लाइफ भनेको यस्तै यस्तै हुँदो रहेछ सही होला ल गाइज म बिस्तारै तलतिर झर्छु होइन अनि जस एक्लै भयो नि मजा नै भयो दामी नै भयो होइन अनि ठाउँहरू होइन मोबाइल तरिकाले चिल हानियो यसरी अब बिस्तारै म चाहिँ यहाँबाट यो साइडबाट झर्छु अघि चाहिँ म यो साइडबाट आएको हो यो साइडबाट अनि यो साइडबाट चाहिँ हिउँहरू पुरै जमेको छ होला यो साइड चाहिँ घाम त्यति पर्दैन नि त अनि म बिस्तारै हिउँ खेल्दै खेल्दै चिल तरिकाले झर्छु अनि भिडियो के कस्तो लाग्यो अनि लाइक कमेन्ट गरिदिनु होला सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर पनि सपोर्ट गरिदिनु होला है त गाइज बिस्तारै तलतिर झर्दिउँ किप वाचिङ द भिडियो जिन्दगीमा अहिलेसम्म यतिको एक्लोपन र शून्यता मैले महसुस गरेको थिइनँ जुन मैले जापान आएर भोग्नु पर्यो खुसी आफैभित्र खोज्नु पर्ने रहेछ आफैभित्र रमाउनु सिक्नु पर्ने रहेछ आफैमा रमाउनु सिक्यो भने एक्लोपन पनि हल्का हुँदो रहेछ आफूलाई केमा खुसी मिल्छ त्यही कुरामा रमाउनुहोस् तपाईको खुसी तपाई नै हो थ्याङ्क यू फर वाचिङ द भिडियो